मेरो कोही कोही साथीहरूको चाहिँ मुखबाट पानी आयो होला। अनि यो बर्खाको सिजन चाहिँ कस्तो के साथीहरू जहिले पानी पर्याछ। हेलो एन्ड नमस्ते साथीहरू, वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म बिहान त के भन्नु 9-10 बजेतिर चाहिँ म गोठमा गएको थियो साथीहरू। अनि बिहानदेखि नै पानी परे गरेको थियो नि त, अनि त्यही भएर चाहिँ म सुतेर बसेको थियो। अनि आज चाहिँ यिनीहरूको मल फाल्नु पर्ने थियो कि साथीहरू। यति धेरै उफ्रेको, कति धेरै चलेको कि, अनि मल नै फाल्न नदिएको के। तर अस्ति भर्खर आप्पाले मल फाल्नु भएको जस्तो लागेको थियो, अनि 3-4 दिनमा नै यति धेरै भएको के। तपाईहरुले हेर्नु हुँदाखेरि पो 1 मिनेटको भिडियो हुन्छ त हैन मल फाल्ने। अनि तर पनि मलाई यो मल फाल्नलाई चाहिँ टन्नै टाइम लागेको थियो के। लगभग मलाई यो मल फाल्नलाई चाहिँ 1 देखि 1.5 घण्टा लागेको थियो के। अनि बर्खाको बेलामा चाहिँ टन्नै मल हुने के, अनि चाँडै हिला पनि हुने, अनि त्यही भएर चाहिँ यति धेरै बढेको होला के। अनि आज चाहिँ मेरो भिडियो गर्ने मान्छे चाहिँ यो हो। अनि मैले चाहिँ यसलाई जब दिएको के आज यो बेरोजगारी थियो नि त। हामीलाई त यस्तो हिलोमा हिँड्नलाई बस्नलाई कति धेरै गाह्रो हुन्छ नि त, कस्तो झ्याउ हुन्छ। अनि उनीहरूलाई पनि त कति धेरै गाह्रो हुँदो हो है। बिचरा भन्न सक्दैन, गर्न सक्दैन। अनि मान्छेले जस्तो सुकै ठाउँमा राखे पनि बस्नु त परिहाल्यो नि हैन र। यस्तै कुराहरू सोचेर चाहिँ म मल फाल्दै थियो कि साथीहरू। अनि गफमा म चाहिँ कहाँ पुगिसकेछ। अनि मैले चाहिँ लगभग सकिसक्यो साथीहरू मल फालेर पनि। अनि हात खुट्टा धुइधाइ गरेर चाहिँ म घरतिर गएको त, अनि मेरो बुढी बहिनी आइरहेको रहेछ। अनि भित्र पसेको चाहिँ काकी चाहिँ फेरि एक कचौरो जाड बोकेर बस्नु भएको रहेछ हैन। अनि खानुभयो काकीले चाहिँ। अनि त्यसपछि म त्यहाँ एकछिन गफ गरिसकेपछि चाहिँ फेरि बारीमा आए साथीहरू। किन भन्दाखेरि चाहिँ मेरो बहिनी चाहिँ बिहानदेखि नै त्यहीँ बसिरहेको थियो नि त बादर कुरेर। अनि त्यही भएर चाहिँ म एकछिन गइदिएको साथीहरू। म त्यहाँ पनि पुग्नु थियो, पानी त यति धेरै परे नि के गर्नु। पानीमा नि छोडेर घर जाऊँ भन्दाखेरि नि नहुने हैन, बादर आइहाल्छ। अनि त्यसपछि एकछिन पछि चाहिँ बहिनी पनि आए। अनि त्यसपछि म घर गएँ। अनि घर गएर चाहिँ मैले स्याउलाहरू सबै कुर्काइदिएँ साथीहरू। यो स्याउला चाहिँ फेरि मेरो बहिनीले नै काटेको हो कि पानीभित्र। अनि म चाहिँ बारीमै बसिरहेको थियो नि त बादर कुरेर। अनि म घर आउँदाखेरि चाहिँ त्यसले एक भारी ल्याएर राखेको रहेछ कि त्यस्तो पानीभित्र पनि। अनि यो बर्खाको सिजनमा के साथीहरू बाख्राले पनि राम्रोसँग चर्न नै पाउँदैन कि। अनि यति धेरै भिजेको कि हाम्रो बाख्रा त। घरमै राखौँ भने पनि घाँस हुँदैन, के गर्नु छोड्नु नै पर्छ, गाह्रो छ हौ। अनि त्यसपछि मैले अघि कुर्काको स्याउलाहरू चाहिँ मम्मीले ओछ्याउन लाउँदै हुनुहुन्छ। अनि त्यसपछि मैले चाहिँ रागोलाई घाँसहरू दिएँ। अनि मम्मीले चाहिँ त्यो स्याउलाहरूलाई ओछ्याइदिनु भयो। अनि त्यसपछि चाहिँ गोठालो जानुपर्ने थियो कि मम्मी र बहिनी, फेरि म चाहिँ होइन है। म त साथीहरू गोठालो जान्नै मन लाग्दैन कि। मलाई त के अल्छी भन्नु कि जेसुकै भन्नु हैन, तर मलाई चाहिँ गोठालो जान चाहिँ एकदमै धेरै झ्याउ लाग्छ कि। आज चाहिँ गफमा भिडियो पनि सकेको पत्तै पाइन साथीहरू। अर्को भिडियोमा भेटौँला, बाई बाई।